आज चाहिँ घुम्दै गर्दाखेरि ठ्याक्क घर मुनतिरको चौतारा आइपुग्यो, डाँडाको चौतारा। अब यहाँबाट चाहिँ म बेसीतिर झर्दैछु। बेसीको कस्तो रहेछ अवस्था हेर्नको लागि। यतापट्टि सरहरूको खेती छ, यतापट्टि दाजुहरूको। यो चाहिँ ठ्याक्कै कहाँ भन्नुहुन्छ भन्दाखेरि खाँदबारी 5 माल्टा भन्ने ठाउँबाट चाहिँ सानो छोटो मिठो भ्लग हुँदैछ। म चाहिँ माल्टा बेसी देखाउनतिर जाँदैछ। पहिला पहिला यहाँको बर टिपेर खाइन्थ्यो, अहिले चाहिँ अब कस्तो हुन्छ पनि थाहा छैन। यहाँबाट कस्तो घाम एन्टी लाइट परेको सबै अनुहारहरू केही नदेखिने रहेछ। अनि नोइज साउन्डहरू पनि आइरहेको होला बाहिरतिरको। यहाँ चाहिँ चराचुरुङ्गीहरू रहेछ। यो चाहिँ बर, यतातिर यो चाहिँ पिपल। पहिला पहिला हामी यता धान बोकेर आउँदा यता बसिन्थ्यो। ल हेर्मै रहेछ। घाम जुन रहे आकाशमा बस्नु